नमस्कार। www.skdarpan.com मा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म इन्द्रलोक सङ। आदरणीय दर्शकवृन्द, गत डिसेम्बर 21 तारिकका दिन तमुटो ह्योलबाट रोदी साँझ 7औं कार्यक्रम आयोजना हङकङमा गरिएको थियो। त्यस कार्यक्रमलाई अझै भव्यताका साथ सम्पन्न गर्नको निम्ति नेपालबाट अहिले उदाउँदै गरेका प्रतिभावान कलाकारहरू रोदी साँझ हङकङले ल्याउनु भएको थियो र त्यसमध्ये अहिले मसँग हुनुहुन्छ कलाकार तीर्थ तमु। आउनुहोस् दर्शकबिन, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। नमस्कार। छ्याजालो दाइ। हामी आरामै छौँ बहिनी? हजुर, आरामै छु। अनि जुन तमुटो ह्योलको कार्यक्रममा आउनुभएको थियो होइन? हजुर। यो कार्यक्रममा तपाईँको पहिलोचोटि हो कि योभन्दा अघिल्लो कुनै पनि कार्यक्रममा अघिल्लोचोटि हङकङ आउनुभएको थियो? यो मेरो पहिलोचोटि हो। कस्तो अनुभव भइराखेको छ? अनुभव त अब नेपाल जस्तो ठाउँबाट हङकङ 7 समुद्र पारी हङकङमा आउँदा त त्यो त छुट्टै महसुस त हुन्छ नै। त्यही माथि आफ्नो गुरुङ पहिलोचोटि गुरुङहरूको यो नेपालभन्दा बाहिर गुरुङहरूको यो प्रोग्राममा अथवा कार्यक्रममा आउनु पाउँदा एकदमै गर्व, गुरुङ हुँदा कस्तो हुन्छ त्यस्तो गर्व मलाई लागिरहेछ। अनि यो जुन अहिले यहाँनिर हङकङ, नेपालबाट हङकङ आउनुभयो होइन? हजुर। यहाँ हङकङ आइरहँदाखेरि कलाकारहरू लगभग 2-3 दिन बस्छन्, नेपाल फर्किन्छन्। हजुर। तर तीर्थ बहिनीहरूलाई अहिले तमु समाज, तमु हङकङ, तमु ट्योले चाहिँ भिसा थप्दै निकै दिन समय राखेको छ है? कस्तो अनुभव भयो? एकदम खुसी लागिरहेको छ, किनकि यहाँ हङकङ बसाइ भनेको अब यो ठाउँ भनेको अब काममा जाने आउने एकदम बिजी सहर मैले देखेँ। त्यसमाथि हामी गुरुङ कलाकार भएर हामी यो हङकङमा एउटा पाहुना भएर आएको होइन। पाहुना भएर आउँदा उनीहरूले हाम्रो कलालाई अझै, हाम्रो गुरुङ संस्कृतिलाई अझै माथि उकाल्नको निम्ति अब हाम्रै अब लोसार आउँदैछ होइन, त्यो लोसारको लागि फेरि पनि हाम्रो कलालाई माया गरेर राम्रो लागेर उहाँले चाहिँ लोसारमा फेरि रमाइलो गर्ने किसिमले हाम्रो आयोजकहरूले यसरी हामीलाई भिजा थपेर राख्नुभएको छ। अब यो विषयमा सम्मानहरू चाहिँ अब ओहिरो लागिराखेको छ होइन? यो सम्मान यहाँ ओहिरो आफूहरूलाई सम्मान गरिरहँदाखेरि कस्तो किसिमको अनुभव? त्यो सम्मान नेपाल र हङकङमा कस्तो किसिमको भिन्नता लाग्यो? त्यस्तो अब नेपालमा हामीलाई नर्मल त्यो बाटोमा हिँड्ने बच्चाले फलानु फिल्मको हिरोइनी, फलानु गीतमा नाच्ने हिरोइनी भनेर चिन्छ। तर नेपालमा हङकङमा चाहिँ मैले के देखेँ भने एकदमै हाम्रो गुरुङहरूको संस्था एकदमै माथि अघि बढेको देखेँ मैले। त्यही माथि अब हरेक अब जस्तै हिजो मात्र घान्द्रुक समाज सेवा समितिले अनि ब्रेज मेस्रोम बराहले हामीलाई सम्मान गर्यो। अस्ति मात्र लमजुङ सेवा समितिले, त्यो भन्दा अघिल्लो दिन फेरि सिग्लेस तान्तिङ पार्टीले हामीलाई सम्मान गर्नुभयो। एकदमै हङकङ जस्तो ठाउँमा हाम्रो गुरुङहरू एकदमै अघि बढेको मैले देखेँ। त्यसमा चाहिँ एकदमै खुसी लाग्यो मलाई। र अब बहिनीको सबभन्दा पहिले विगत अलिकति बाल्यकालबाट सुरु गरौँ। कहाँ जन्म भएको? मेरो घर चाहिँ सिग्लेस पार्चे गाविस कास्कीमा पर्छ। सिग्लेस गाउँ। सिग्लेस भनेको एकदम सुन्दर गाउँ छ होइन? हजुर, सुन्दर पनि। कम त्यस्तै 700 घरधुरी छ सिग्लेसमा। सिग्लेस कास्कीमा पर्छ अनि पार्चे गाविस वडा नम्बर 6। अनि मेरो जन्म मिति भन्नुपर्दा म 2049 साले भदौ 17 गते हो। र अब यो जुन कला क्षेत्रमा हजुर लाग्नुको कारण चाहिँ के हो? कारण त मलाई सानैदेखि अरू गुरुङ फिल्म हेर्दाखेरि मलाई पनि त्यस्तो फिल्ममा खेल्न पाए हुन्थ्यो भन्ने मलाई एउटा चाहना हुन्थ्यो के। चाहना हुन्थ्यो। अनि अब ठुलो हुँदै गयो, कलेज पढ्दै गयो, पढ्दाखेरि मलाई नाचगानतिर नि इन्ट्रेस्ट लाग्यो। इन्ट्रेस्ट लाग्ने क्रममा सुरुमा मैले मेरो यो मिडिया लाइनमा प्रवेश भएको सुरुमा रिमे मुइमे सै भन्ने एउटा फिल्ममा म पछाडि कोरसमा नाचेँ। त्यसपछि बल्ल मलाई यो कस्तो कथा भन्ने एउटा नेपाली फिल्ममा सानो रोल दिनुभयो। त्यो पछि नै मेरो यो फिल्म लाइन सुरु भयो भनौँ। र गुरुङ चलचित्र बाहेक अन्य जुन कुनै गीतहरू, गुरुङ भाषाका गीतहरूमा मोडल गर्नुभएको छ? हजुर,
मेरो आफ्नै गाउँ सिक्लेस मेरो गाउँ भन्ने गीतमा मेन लिड गरेकी छु। त्यो त्यसमा मोडल गर्नुभएको छ? हजुर। अनि यो गुरुङ कुन गुरुङ चलचित्रमा तपाईँले अभिनय गर्नुभएको छ? चचमी भन्ने। चचमीको अर्थ के होला? चचमी भनेको छोराछोरी। छोराछोरी। हजुर। अनि अन्य चचमी अनि यो कस्तो कथा। यो कस्तो कथा। हजुर। त्यो चाहिँ गुरुङ सोसाइटीकैलाई चाहिँ नेपालीमा भाषा मात्रै नेपाली तर जुन चलचित्र चाहिँ सबै प्राय गुरुङ समाज गुरुङको संस्कार संस्कृतिसँग सम्बन्धित छ। हजुर हजुर। अनि अब यो चलचित्रमा यसरी लागेर गुरुङ चलचित्रलाई चाहिँ अगाडि बढाउने सोच गरेर अगाडि जुन बढिएको छ होइन, यसले गर्दा नै बहिनीलाई अब तीर्थ बहिनीहरूलाई हङकङ जस्तो ठाउँमा पनि हाम्रा तमु टहयोलको संस्था साथीहरूले ल्याउनु भयो होइन। अनि अब आउँदो दिनमा के छ प्लानहरू? आउँदो दिनमा अब हेरौँ भाग्यले कतिसम्म साथ दिन्छ। भाग्यले साथ दिनेसम्म म यो कला क्षेत्र छोड्ने छैन। जस आफ्नो कला संस्कृति भएकोलाई मात्रै हामी अभिनय गर्ने हो कि जस्तो विशेष नेपालीहरू पनि जस्तो ठुल्ठुलो चलचित्र नेपाली चलचित्रहरू पनि अफर आयो भने हामी अभिनय गर्छौँ? मलाई हेर्नुपर्दा मलाई चाहिँ गुरुङ फिल्ममा मात्र म्याचिङ हुन्छ जस्तो लाग्छ, किनकि म अब गुरुङ भएर होला म हाइटमा अलिक कमी छु। होइन, अफर आयो भने त्यस्तो अभिनय आयो, त्यस्तो अफर आयो भने त अवश्य नै गर्छु नि। हामी अभिनय गर्न सक्ने एउटा क्षमता छ नि? क्षमता त छ, तर मलाई लाग्छ मेरो हाइटले मलाई नेपाली फिल्ममा जान साथ दिन्न भन्ने मलाई लाग्छ। तर अफर आयो भने चाहिँ स्योर म गर्छु। र अब हामी यो अब गुरुङकै उसमा जाउँ। हजुर। यो जुन चलचित्र गुरुङ चलचित्र र नेपाली चलचित्रमा कतिको अन्तर छ त अहिले? कस्तो अनुभव गर्नुहुन्छ? अब गुरुङ चलचित्र भनेको एउटा गुरुङहरूको संस्कृतिलाई माथि उकेल्नको लागि बनाएको चलचित्र हुन्छ होइन। नेपाली चलचित्र भनेको समग्र नेपाली सबै नेपालीहरूले बुझिने अब भाषाकै विषयमा भन्नुपर्दा नेपाली चलचित्र मात्र नेपालीहरूलाई सीमित हुन्छ भने गुरुङ चलचित्र अब जस्तै गुरुङमा नि कतिपयले गुरुङ भाषा नजानेको हुन्छ होइन। त्यो नजानेको खण्डमा गुरुङ भाषाको चलचित्रले कतिपय गुरुङ भाषा नजानेको गुरुङको वर्गको मान्छेहरूलाई यो गुरुङ चलचित्रको माध्यमबाट उनीहरूले गुरुङ भाषाको ज्ञान पाएकै जस्तो मलाई लाग्छ। त्यति नै। अनि जस्तो अब अहिले गुरुङहरूको एउटा भाषा छ, त्यस पछाडि वेशभूषाका कुराहरू छन् होइन, जुन गहनाका कुराहरू छन्, यो अहिले पछिल्लो खण्डमा व्यापक रूपमा आइराखेको छ होइन। अनि यो व्यापक यसरी आइरहँदाखेरि तीर्थ बहिनीहरू जस्तोलाई कस्तो किसिमको एउटा अनुभव हुन्छ त? अनुभव त एकदमै त्यो गैर गुरुङले गुरुङ ड्रेसलाई युज गर्यो भनेर त्यसमा हामी विरोधी चाहिँ म मान्दिनँ, किनकि हाम्रो गुरुङहरूको पहिरन अघि बढ्नु भनेको हामी गुरुङहरूको लागि त गर्वको कुरा हो। गैरहरूले पनि लाउँछन् नि? हजुर लाउँछन्। लाएर कतिले कति राम्रो गुरुङ ड्रेस भनेर पनि लाउँछन् के। अब जस्तै विदेशीहरू हुन्छ अब जस्तै घान्द्रुङमा अस्ति भर्खर मैले देखेँ, घान्द्रुङमा एउटा गुरुङ ड्रेस लगाएर फोटो खिच्ने ठाउँ छ कि, त्यसमा कति बाहिर विदेशीहरू आएर गुरुङ ड्रेस एकदम राम्रो पैसा तिरेर खिच्छन् नि होइन। हजुर, त्यतिसम्म पुगेको छ क्या गुरुङ ड्रेसको। अब हामी लगभग तीर्थ बहिनीको समयको लागि चाहिँ अब हामी सकिन आँटेको छ। अब नेपालमा गएर कुनै अहिलेको नयाँ मोडेलिङ कुनै गीतमा अभिनय गर्ने अफरहरू आएको छ या के छ? अहिलेसम्म त आएको छैन, किनकि मेरो काम छुट्टै छ। म टिचिङ गर्छु। टिचिङको फुर्सदको बेलामा मात्र मैले यता फिल्मको कुराहरू गर्छु। अहिलेसम्म त्यस्तो केही पनि छैन, हेरौँ अब के हुन्छ। अहिलेसम्म त त्यस्तो केही प्लानिङ त्यस्तो अफरहरू आएको छैन। भनेपछि अब यो कलालाई चाहिँ कहिलेसम्म निरन्तरता दिन सकिन्छ त आफूले? अबको टिचिङ गर्दै पनि यो जुन एउटा आफ्नो पाटो छ कलालाई अब कहिलेसम्म हामी निरन्तरता दिन सक्छौँ? त्यो त अफर आयो भने अब जति बेला नि हुनसक्छ, किनकि मैले मेरो फिल्म यो फिल्मको लागि मैले स्कुलमा बिदा मागेर सबै मैले त्यसरी नै गरिरहेको छु। अफर आएको खण्डमा म गर्छु। भनेपछि गुरुङ चलचित्रहरू
र लगायत अरू नेपाली चलचित्रहरूको जुन अफरहरू आयो भने हजुर तीर्थ बहिनीबाट स्वीकार गरिन्छ, अभिनय गरिन्छ र विशेष गरेर आफ्नो कला, संस्कार, संस्कृति गुरुङका जुन चलचित्रहरू चाहिँ अलिकति बढी फोकस भएर अभिनय गर्ने भन्ने कुरा गर्नुभयो होइन। र यहाँको अब हामी कार्यक्रमको अन्त आइसकेका छौँ। जाँदा जाँदै तीर्थ बहिनीलाई जुन यहाँको जुन सोच छ, यहाँले अभिनय गर्ने एउटा बनाउनु भएको छ, आफ्नो धारणा बनाउनु भएको छ, यो जुन निरन्तर रूपमा रहोस् र आफ्नो पेसा पनि निरन्तर रूपमा रहोस्, हामी यही कामना गर्न चाहन्छौँ। र जाँदा जाँदै अब बहिनी हाम्रो skdarpan.com-बाट यहाँ अहिले हेरिरहनु हुने दर्शक श्रोताहरूलाई अथवा विश्वमा हेरिरहनु हुने दर्शक श्रोताहरूलाई अब यहाँ आयोजक साथीहरूको पनि केहीलाई पनि यसो सम्बोधन गर्नुपर्ने हुन्छ होला। ल बहिनीले अब यसो राखिदिनुहोस् आफ्नो कुराहरू। हुन्छ, एकदमै skdarpan.com हेरिराख्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई म सर्वप्रथम त sk.com मिडियाका सम्पूर्ण टिमलाई एकदमै धन्यवाद दिन चाहन्छु। साथै मलाई यहाँसम्म ल्याइपुर्याउने हङकङमा रहनुहुने सम्पूर्ण तमुटो हुलाका कार्य समितिहरूलाई प्लस मलाई तीर्थ भनेर चिनिने सम्पूर्ण नेपालको विभिन्न ठाउँमा छरेर बस्नुहुने सम्पूर्ण गुरुङ गैर गुरुङहरूलाई एकदमै धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद। आदरणीय दर्शकवृन्द, अहिले तीर्थ गुरुङसँगको अन्तर्वार्ता आजलाई यति नै। प्राविधिक मित्र अमृत गुरुङका साथ हामी सबैलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।